फेसमा बोल्नु नि किन लाज त्यही त अलि बोल्ने छ आज 2 दिनको जिन्दगी बोलेर पनि मजा लिने त हो नि यार साथीहरु मान्छेहरू के भएर हिरोनी बन्छ अरे मान्छेले बेस्य काम गरेर बोलेर भयो भने भाइरल हुन्छ म कस्तो गतिले बसिरहेको भनेपछि भ्युजले के भन्ला मसला जेसुकै भन्न हेर्ने खै आज तेरो फिगर हेरौँ त धेरै भन्न यार जम्बु कोला जस्तो छ फिगर देखा कति नि त मोटी छु क्या पिछेका पिछडा तेरो पछाडा हेरौँ न हेरौँ न मेरो त पिछडै छैन तेरो जस्तो मेरो बम छैन नि मैले तल केही लगाएकै छैन क्या त्यही भएर सुत्ने बेलामा त्यस्तै के भएको एकचोटि पुती हेरौँ न अरे मलाई कस्तो रुगा लाग्यो यार त उहाँ गएको हे आइसक्यो कस्तो दामी ठाउँ छ त्यो ठाउँ होइन त्यो ठाउँ गएछ भने पागल कुन ठाउँ त्यो सुकुटे ब्रिज गएको होइन यस्तो दामी ठाउँ छ नि त्यो अहिले जाडो सिजनमा गएर अलिक धेरै मजा आएन होइन त्यहाँ अहिले गर्मी सिजनमा जानुपर्छ बहुत मजा आउँछ बे खतरा रहेछ दामी गएको चिसो पानीमा नुहाएको हेर चिसो पानी थियो चिसो पानीमा नुहाइदिएको टाउको दुखेर नमस्कार हजुर नमस्ते कहाँबाट हो हजुरको के सिलाइ भएको छ कि कहाँबाट आउनु भयो हजुरको के चिला छ क्या तपाईँ पछाडि कानमा त किरा पसेर त कति हल्ला हो दाजु दाजु ओ रन्डा दाजु अलि राम्रोसँग बस्नु न अलि यस्तो गरेर बस्नु आउनु भयो ह्यान्सी दाइ आउनु भएको त हौ ह्यान्सी त जहिले पनि मसँग रिसाउँछ यार किन हो मेरो बोली सुन्दै रिसाउँछ यार जहिले नि मसँग जहिले झगडा कहिले टाढा मिल्दैन होइन हामीले के भनेछ पुरा हो हामीले अलि राम्रो बोल्दाखेरि पनि त्यत्तिकै रिसाउँछ साथीभाइ हुन्छ कहिले कहिले टाढा मिल्दैन झगडा मात्रै गर्न खोज्छ त्यही भएर म झगडा मात्रै गर्छु यसो किन झगडा चाहिँ किन गर्छौ खै यसलाई के पुग्दैन यसलाई गर्न नदिएर होला कि काठमाडौँ आएको थियो एकचोटि मलाई गर्न दे भन्थ्यो त्यही भएर अबे हो र गर्नु दे भने अघिदेखि के टपिकको कुरा भयो होइन अब यस्तो केटीहरूलाई चाहिँ कुन हिसाबले चाहिँ म ढिलो गर्नुपर्ने गाली गर्दाखेरि भन्छ एनसिएसले केटीको रेस्पेक्ट गरेन अरे अनि यस्तो भन्दाखेरि सहेर बस्यो भने एनसिएस चाहिँ एकदम आज्ञाकारी छ अरे लु गाइस तपाईँहरू भन्नु 500जना मान्छे सुनिराख्नु भएको छैन 500जना मान्छे भन्नुहोस् यस्तो केटीलाई चाहिँ के कुन जवाफ गर्नुपर्ने अब गाली गर्यो भने भन्छ यसलाई संस्कारै छैन छोरी मान्छेलाई इज्जतै गर्न जान्दैन होइन गाली गरेन भने केटी मान्छेको दुईटा कुरा सहेर बस्यो अरे नमर्दो अरे होइन के गर्नु भन्नुहुन्छ तपाईँहरू एकचोटि छोले हानेर देखाइदियो नि त लाइफमा के भनेको अब भन्छ त्यस्तो यसो त टरै मिल्दैन के सिधा कुरा नराम्रो यसको अगाडि सबै नराम्रो बन्नु पर्यो नि त सुन न तिम्रो बाउ को तिमीलाई थाहा छ तिम्रो आमा थमेलमा गएर सुतेको थिएका त्यही भएर तिमी यहाँ जन्मे भाग भन्न जान्छ रन्डिक जोर होइन राम्रोसँग बोलेको पहिला मैले यसलाई गिफ्टिङ पनि गर्थेँ होइन राम्रोसँग पहिला क्या गिफ्टिङ गर्थेँ यसले गिफ्टिङ गरेर पुरै के अब हुन्छ नि त यो त्यतिखेर म गिफ्ट गर्थेँ अलिकति अर्को आइडी छ नि मेरो 29 आइडीबाट गर्थेँ होइन अनि सबलाई मेरो गर्लफ्रेन्ड भनेर चिनाएर आयो काठमाडौँबाट भेट्ने भन्दै थियो यस रास्तालाई गिफ्टिङ भएछ भेट्ने मादर छ त्यहाँदेखि एउटा अनि तिमीहरूसँग बोल्या देखेर पनि अलिक डेबिटी बोल्या देखेर पनि ल्याङ गरेर अनि त्यही भइन्छ डक्टर झगडा गरेर तर कोहीसँग मिल्दैन हो सबैसँग झगडा गरेर बस्छ के भएको होला के म हेन्सी होइन रे हो कुन चाहिँ एङ्गलले तैँले हेन्सी देख्यो भन्त नाम हेन्स्यो मोजी बाउलाई पागल दिमाग पनि त्यस्तो यस्तो गरेर हेर्छ त दिमाग छैन नि त्यसको क्यामेरामा हेर्दैन त हेर्दैन त्यसले कस्तो हाल्छ भनेर दिमागै छैन त्यस्तो साइको रहेछ साइको छ सब होइन एक दुईवटा रोमान्टिक भिडियो हुन्छ रमाइलो हुन्छ फन्नी हुन्छ होइन यो के हो यार हेर्न सबैसँग झगडा गरेर रेडी आउँछ प्राय ओए यो के हो मोबाइलबाट निस्किन्छ कस्तो
होइन एकजना यहाँ मेरो रुममा थियो मोबाइल पुतीमा हालेको भनेको थिएँ मान्छेले मेरो मोबाइल हालेछ कि क्या कसम गएर पिट्छु मैले मोबाइल पनि पुतीमा हाल्छ अरे हो छ्या यता हेर्न हो कता हेरेको होइन गुरुमा के फोटो हाल्दा रहेछ मैले हेरेँ कि जाँच हाँ गुरुमा के फोटो हाल्दा रहेछ भने हेरेँ ए ग्रुपमा त्यही हो के अघिको होइन अर्को सुतेको फोटो हालेको छ त्यसले कसले हालेको रहेछ कसको चाकको फोटो हाल्यो फेरि नहाल्न हो केटाकेटी हो छ्या त्यस्तो न होइन त्यस्तो वाङ्गै चाक होइन कि बगथार फर्केर कसको चाक तेरै त होला छ्या म त यसरी हेरमा आएको छ मेरो मेरो होइन मेरो चाक देख्ने मान्छे त भाग्यमानी हो तेरो तर पुती भाग्यमानी हो भने त देखिहाल्छस् नि त सबैको त्यही त म भाग्यमानी हो भाग्यमानी हो सबको देखिहाल्छ मैले भाग्यमानी बनाए हो नि त ईश्वर आछ क्या ईश्वरलाई तान्न म बयान गर्न सक्दैन ईश्वरको बारेमा यार ए यो सुतेको यसको चाकको फोटो खिचेर ल्याए जस्तो छ खै त अनि ईश्वर आशा गरे त्यसले त अफ गराएको छ क्या हो अप्सन होइन अफ गराएको छैन छ बनाउँछ त्यसको लाडाको कुरा गर्नुपर्छ है आज गीता माया के छ बाबा एकचोटि राजसाराको पुतली ब्याङ्क गरेर नसक्ने यार पुतली त्यो अहिलेको राजसाराको पुतली हो ओए मसँग भनेर थाहा पाइसकेको छ त्यो आन्न जाट्ठा ओए उठ न गीता गीता डबल ट्याप गर न गाई छ्या म त डबल ट्याप गर भन्दाखेरि पनि अहिलेको राजसाराको पुतली हो के कसले जोडेर तिमीलाई ग्रुपमा अहिलेको कसको पुतली हो ए राज साराको हो साराको पुती हो किन मन परेन मेरो थोपडा कस्तो देखे यार अजीब छ राजले बिहा गर्न लागेको रहेछ त अनि राजले अघि भन्दै थियो टेन्सन नगर म तिमीलाई बिहा गर्छु तिनीहरू त हामी म तिमीलाई दुबई लिन इरिटेट भइसक्यो बोल्दैन हामीसँग म ठिकै लाग्दैन अब त्यसलाई देख्नै मन पर्दैन यार कस्तो त्यो राज हामीसँग बोल्दैन के मनै पर्दैन हो त्यसलाई म देख्ने बित्तिकै पनि रिस उठ्छ हो मलाई पनि रिस उठ्छ मलाई पनि रिस उठ्छ अस्ति त आफूहरू त खुब त्यसलाई म इरिटेट लाग्छ म रिस उठ्छ हो सपोर्ट होइन के गीता सपोर्ट गरेको कसैलाई मैले सपोर्ट मलाई मनै पर्दैन कसैलाई गर्दिन भन्न खोजेको के हो अस्ति पेल्न त्यत्रो गाली गर्दा आफू चाहिँ के हेरिरह्यो तिमीलाई पेल्न लगाएको हो के पेल्न सक्दैनौ तिमीले अनि के गर्ने त त्यो हामीले उचालेको हो नानी तिमीलाई मैले पेला भनेर अनि तिमी पेल्दैनौ मैले त्यसलाई पेलेको होइन आफै